गाइस बिहान हामी चाहिँ खाना खाँदै जय श्री कृष्ण राधे राधे बोलो राधे राधे। अब चाहिँ म साथीहरू सबैजनालाई के भन्न लाग्यो भनेपछि म चाहिँ अब काममा हिँड्न लाग्यो है। अब आज पनि हिजो जस्तै रुटिन हुनेछ। बिहान 12 बजेबाट बेलुकाको 12 बजेसम्म हुन्छ, बिचमा एकचोटि ब्रेक हुन्छ, त्यही त नि होइन। र विदेशमा काम गर्ने हुने प्रत्येक दाजुभाइहरूलाई के सुझाव दिन चाहन्छु भने चाहिँ अब हामीहरू के आफ्नो देशमा त छैनौँ नि त। अब काम गर्दा 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 हामीलाई रिस उठ्छ क्या बेला बेलामा होइन। कसैले केही भनिरहेको हुन्छ, नराम्रो शब्द अपशब्दहरू पनि निकालिरहेको हुन्छ होइन। र त्यो कुराहरूलाई हामीले चाहिँ हाम्रो देशमा छैनौँ भनेर हामी बुझ्नुपर्छ क्या। हाम्रो देशको कुराहरूलाई भनेर पनि टचर दिइरहेको हुन्छ नि, यसलाई भाषै आउँदैन होइन, यसलाई केही गर्नै आउँदैन भनेर भनिरहेको हुन्छ नि। त्यतिखेर पनि हजुरहरू झुकेर बस्नुपर्छ क्या, किनकि बस्नै पर्छ। हजुरहरू बसेन भनेपछि पछाडि हजुर एकचोटि फर्केर हेर्नु त हजुरको घर परिवारमा हजुरबाट अपेक्षा गरिरहेको हुन्छन्, यो गरिदिन्छ त्यो गरिदिन्छ भनेर होइन। आफ्नो घर परिवारको आर्थिक अवस्था पनि चेन्ज गर्नु छ नि त। त्यसको लागि हजुरहरू हल्कामा त 2-3 वर्ष झुकेर बस्नुभयो भने पछि गएर हजुरको लाइफ राम्रो हुन्छ भनेपछि हजुर सिक्नुपर्छ क्या। त्यही भएर यहाँको मान्छेहरू होइन पनि अब सबै त त्यस्तो हुँदैन, कुनै त एउटा न दुइटा त खराब बिउ परेकै हुन्छ। त्यही भएर अब के भन्न चाहन्छ यहाँको मान्छेहरू अब हेर्नु बाटो रोकिरह, सबैजना यता र उता साइकलमा रोकिरह होइन। र यस्तै हो, हाम्रो लाइट चाहिँ अब येल्लो भइसक्यो, अब ग्रिन हुन्छ यहाँ। र ग्रिन हुने बित्तिकै हाम्रो काम चाहिँ त्यहाँ हो, त्यही खप्पासुसी लेखेको ठाउँमा नजिक छ, घरबाट नजिक छ, त्यही भएर सजिलो छ। हेलो साथी, म चाहिँ अहिले कामबाट टिफिनमा घर फर्किँदैछु र अब घर फर्केर मस्त लाएर खाजा खाएर चाउमिन बनाउनु लग्ने हो साथी छ मेरो घरमा। त्यसलाई चाहिँ फुकाइ गरेर होइन चाउमिन बनाउनु लाउनुपर्छ। ल है गाइस, चाउमिन हाम्रो पाकिसक्यो है। र म चाहिँ साथीलाई यस्तो फुकाइ गरेर होइन बनाउन लागिहालेँ क्या भिडियो। ल 10 में 10 बहुत मीठो सा भाई। अब हम जा रहे थे पार्टनर, बाइक कर अच्छा से जाइए। फोन मैसेज छोड़ दिए भाई, तू ही तो छे एगो दिन दुनिया में कि तू चल जाए छोड़ के, तो भाई हम पगला ना जब मैसेज कर दिए बाय बाय भाई। हम काम में चले कि उचकेर समादेश मिना। अहिले हाम्रो काम टक्क भइसक्यो। अब काम भइसकेपछि म चाहिँ अब घरतिर हिँड्ने लाग्यो है साथीभाइ। मेरो साथी उचकेर समादेश एकदम मैसँग काम गर्छ, सँगै अब मिलेर होइन। मैले उसलाई सिकाउँछु कि यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ होइन। म लिडर नि त त्यहाँको होइन। र ऊ पनि हेर जाने बेलामा झुक्छ म उचकेर समादेश न के झुक्दैछ होइन। म त राइस्यो किता साय च्यान त जिखान मामर नाइ त कुबिन नारियो भन्न दिन कहिले आउला। मैले भनेको होइन त समयमै आइजे, अनि आएनस् भने म तँलाई कामबाट निकालिदिन्छु भन्ने दिन कहिले आउँछ भनेर भनेको है। अब त्यही हो अब होइन। जाडो छ, त्यो चाहिँ 7-11 गाइज होइन। त्यहाँबाट चाहिँ राति नेपालको दोकान जस्तो त्यहाँ जे कुरा पनि पाउँछ राति चाहिँ होइन। रातको 12 बजे 1 बजे 2 बजे 3 बजे 4 बजे 5 बजे बिहानसम्म होइन 24 आवर्स खुला हुन्छ होइन। नेपालमा नि यस्तो स्टोरहरू अब चाहिँ हुनुपर्छ जस्तो लाग्छ। र त्यहाँ चाहिँ होइन म्याकडोनल्ड्स त्यो पनि रातभरि खुल्छ होइन, 24 आवर्स त्यो पनि खुल्छ, यो पनि खुल्छ होइन। र जुनमा गए पनि हुन्छ, त्यो चाहिँ भोक लाग्यो भने त्यहाँ जाने होइन। र यसो खाजासाजा चिप्स खानु पऱ्यो, के अरे कोकाला दारू पिउनु पऱ्यो भने त्यहाँ जानुपर्छ कि 7-11 भन्ने जस्तोमा होइन, कम्बिनी स्टोर भन्नुमा। तर म चाहिँ दारू पनि सानो केही पनि खाँदैन। र हेर्नु लाइट बलिरहेछ होइन, मेरो लाइट खुल्ला छ। म चाहिँ यहाँबाट दकुर्दै जान्छु होइन, दकुर्दै जानुपर्छ।
धकुर्दै गएन भने गाह्रो छ। र मेरो अब लाइट हेर्नु न बलिरहेको नि त, अब झिमिक झिमिक भयो। त्यही भएर म सेफ छु के, सेफ भयो भने एकदम राम्रो हुन्छ। र अहिले चाहिँ म अनि कहाँ आइपुग्यो भने चाहिँ म कामबाट निस्केर मेरो घर सबभन्दा बिचको लाइट चकिलो बलिरहेको नि त्यहाँनिर मेरो घर छ होइन, गाडी आइरह ट्याक्कै यही हो आजको काम। अब घर गएर खानासाना बनाउने अनि नुहाइधुवाइ गर्ने अनि मस्त लाएर सुत्ने गाइस। है ल म घर जान्छु नि त पहिला। गाइसहरू अब चाहिँ म सुत्न लाग्यो है। सबैजना आफ्नो ख्याल गर्नुहोस् र राम्रोसँग बस्नु। अहिलेको लागि म चाहिँ बिदा लिन चाहेँ। हस्त धन्यवाद।